केही समय अगाडि तपाईहरुले इडिबी अर्थात् डिबी लट्री भर्नु भएको छ भने रिजल्ट आइसकेको छ। तपाईहरुलाई म सिकाउन गइरहेको छु कसरी रिजल्ट हेर्ने भनेर। तपाईहरु सँग चाहिँ एउटा यस्तो खालको यो जुन तपाईहरुले डिबी भर्दाखेरिको यो सबमिसन नम्बर अथवा यो कन्फर्मेसन नम्बर हुनुपर्छ। यो तपाईसँग सुरक्षित छ भने अब के गर्नुस् भने तपाईको मोबाइल अथवा कम्प्युटरमा रहेको कुनै पनि इन्टरनेट ब्राउजर खोल्नुहोस्। म चाहिँ मेरो मोबाइलमा रहेको गुगल क्रोम ब्राउजर खोल्छु। अब तपाईले सर्च बारमा गएर डिजिटल सरोकार हानेर सर्च गर्नु होला। मैले डिजिटल सरोकार हानेर सर्च गरिसकेको छु। अब यस्तो खालको तपाईले ड्याशबोर्ड देख्न सक्नुहुन्छ। यो साइडमा रहेको तीनवटा धर्कामा क्लिक गर्नुहोस्। लर्न यु भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ यसरी हेर्नुहोस् डिबी को नतिजा भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। अब थोरै तल सार्नुहोस्। सम्पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् भन्ने अप्सन छ, यसमा क्लिक गर्नुहोस्। अब तपाईले यो खालको ड्याशबोर्ड देख्न सक्नुहुन्छ। तल सार्नुहोस्। लास्टमा छ इडिबी को रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने अप्सन छ, यसमा क्लिक गरिहाल्नुहोस्। इडिबी को रिजल्ट हेर्ने वेबसाइटमा हामी आइसकेको छौं, आधिकारिक वेबसाइटमा। अब तपाईले यहाँनिर तपाईको कन्फर्मेसन नम्बर हाल्नुपर्ने हुन्छ, जुन चाहिँ तपाईले इडिबी भर्दाखेरि जुन पाउनुहुन्छ त्यसको नम्बर यहाँनिर राख्नु होला। मैले यहाँनिर राखिसकेको छु। अब थोरै तलतिर तपाईले देख्नुहुन्छ लास्ट फ्यामिली नेम भन्छ, तपाईको थर राख्नु होला। थर भनेको बुझ्नु भने नाम राख्नु पर्दैन, लास्टको थर मात्रै राख्नु होला। मैले एकजना साथीको हेर्दै छु, उहाँको मैले यहाँनिर थर राखिसकेको छु। अब तलतिर तपाईले देख्न सक्नुहुन्छ इयर अफ बर्थ भनेर तपाईको जन्म मिति राख्नुपर्ने हुन्छ, त्यो पनि साल मात्रै है। अंग्रेजीबाट राख्नु पर्यो है। एडीमा बीडीमा हैन, एडी को राख्नु पर्यो। अंग्रेजी साल मात्रै जुन तपाईको नागरिकतामा छ अथवा त्यही तपाईले फर्म भर्दाखेरिको जुन तपाईसँग सबमिसन नम्बर छ त्यसमा पनि हुन्छ। अब तपाईले यहाँ तल अथेन्टिकेसन भन्ने एउटा यहाँनिर तपाईले देख्न सक्नुहुन्छ। यो तपाईले जस्ता तस्तै राख्नुपर्ने हुन्छ यो बक्समा। तपाईले यो बुझ्नु भएन भने यो साइडमा रहेको यो एरोमा थिचेर यसलाई चेन्ज पनि गर्न सकिन्छ। अब यसलाई मैले बुझे जस्ता तस्तै हाल्नुपर्ने हुन्छ। एच 8 डी यु आर यहाँनिर सबै लेटरहरु चाहिँ अल्फाबेटमा मात्रै छ। अब तपाईले सबमिट गर्नुस्। यहाँनिर आइसकेको छ ह्याज नट बीन सिलेक्टेड भनेर। यो खालको आउँछ रिजल्ट। तपाईले देखिसक्नुभयो, उहाँलाई परेन भनेर बुझ्नु पर्यो। तपाईहरुले देखि नै हाल्नुभयो। नपर्दाखेरि यस्तो देखाउँछ भने यहाँ मैले तपाईलाई स्क्रिनशट पनि राखिदिएको छु। पर्ने व्यक्तिहरुको र्यान्डमली सिलेक्टेड भनेर यसरी यो खालको नोटिस आउँछ भने यो चाहिँ परेको भयो। अघि तपाईले देखेको चाहिँ नपरेको, त्यो चाहिँ नपर्दा चाहिँ ह्याज नट बीन सिलेक्टेड भनेर आउँछ भने पर्दाखेरि चाहिँ यदि तपाई सिलेक्टेड हुनुभयो भने यो खालको रिजल्ट